के छ त केटा हो बार्सिलोनाले चाहिँ होइन रियल माड्रिडलाई चाहिँ अब कसरी जित्नुपर्छ होइन सेकेन्ड डिभिजनको टिमलाई कसरी जित्नुपर्छ भनेर चाहिँ देखाउँदै थियो तर के गर्नु केटा जित्न त जित्यो होइन तर लास्ट टाइमतिर त के भयो त्यो सेकेन्ड डिभिजनमा पुगेको सेकेन्ड डिभिजनको टिमहरूलाई होइन डरै दियो केटा झन्नै गोल हानेको होइन जेरार्ड मार्टिनले नबचाएको भए त ड्र नै भइसकेको थियो अझ एक खेल खत्रै हुन्थ्यो होला दामी थियो लास्टतिर त के कुरा गर्ने अब होइन अब बार्सिलोनाले चाहिँ रियल माड्रिडलाई हेर कसरी जित्नुपर्छ सेकेन्ड डिभिजनको टिमलाई भनेर देखाउँदै थियो तर सेकेन्ड डिभिजनको टिमले नि बार्सिलोनालाई के देखायो त भनेपछि चाहिँ हामी पनि कम छैनौँ है हामीले पनि रियल माड्रिडलाई त्यत्तिकै हराएको होइन यसरी हामीले हराएको भनेर चाहिँ हिजो देखायो केटा तर जस बार्सिलोनाले चाहिँ जितिहाल्यो त्यसमा खुसी लागेको छ होइन आफू चाहिँ अब फ्यान त होइन त्यही पनि बार्सिलोनाले जित्दाखेरि अलिक राम्रो लाग्छ लमिन यामाल छ त्यहाँनिर है लमिन यामालको खेलले खै के गरिरहेछ जादु गरिरहेछ मलाई लमिन यामालले हिजो दामी गोल हान्यो हिजो होइन लगातार 5 खेल भइसक्यो लमिन यामालले गोल हानेको 4 खेल लगातार गोल हानेको 6 खेलमा चाहिँ अब 6 खेलमध्येमा 5वटा गेममा गोल र 2वटा एसिस्ट गरेको छ केटो खत्रै फर्ममा छ है 18 वर्षको उमेरले चाहिँ 18 वर्षको केटाले अब बार्सिलोनालाई चाहिँ पुरै सम्हालिरहेछ भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्यो त्यही भएर मलाई चाहिँ के लाग्छ भनेपछि बार्सिलोनाले चाहिँ जित्यो हिजोको गेम तर भविष्य गाह्रो छ जस्तो लाग्छ मलाई चाहिँ है के लाग्छ तपाईँलाई तल कमेन्ट गर्नुहोस्